खबरदार पनि भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखट्यौँ भने हामी हजारौं कुलमान लिएर आउनेछौँ। खुला मञ्चमा फुटबल म्याचमा प्रधानमन्त्रीको विरोध गर्दा कि मान्छे कुटिन्छ कि जेल हालिन्छ। अब मेरो पनि प्रश्न, के प्रधानमन्त्रीज्यू तपाईँ हिटलर बन्दै हो? गृहमन्त्री के हेरेर बसिरहनु भएको छ, म गृहमन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। यदि भोलिबाट यो तस्करी रोकिएन भने म गृहमन्त्रीज्यूलाई 0 नम्बर दिन्छु। धन्यवाद। आफ्नै कार्य सम्पादनमा शर्मनाक अङ्क प्राप्त गरेका छन्। उक्त प्रधानमन्त्रीज्यू र मन्त्रीहरूले चाहिँ राजीनामा दिनुपर्ने कि नपर्ने, यसको जवाब चाहियो। धन्यवाद। जय राष्ट्रवाद। प्रधानमन्त्रीज्यूलाई प्रश्न सोद्धा संसदीय व्यवस्थाको रिपोर्टिङ गर्ने 2 युवा पत्रकारको अनुमति पत्र खारेज गरिन्छ, किनकि उहाँलाई प्रश्न मन पर्दैन। केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शकलाई पिट्छन्, खेद्छन्। यदि केही गलत थियो भने कानुन छ, प्रहरी छन्। के कार्यकर्ताले पिट्ने नै उपाय हो? पिटिरहेका छन् किनकि एमालेलाई प्रश्न मन पर्दैन। एउटा कविताबाट सुरु गर्छु म यो सरकारको रवैया। गर्नेलाई भन्दा देख्नेलाई लाज, प्रधानमन्त्रीको थियो रङ्गशालामै बास, सरकारका विरुद्ध आवाज उठाएकी हातखुट्टा भाँच, पार्टीका बिल्लाधारी गुण्डाहरूको देखियो ताण्डव नाच। सम्माननीय सभामुख महोदय, रङ्गशालामा यही फागुन 19 गते प्रधानमन्त्रीको नाममा खेलकुद आयोजना गर्ने, दर्शक दिग्रामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुण्डाहरूले मान्छे कुट्ने, प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने। वाह गृहमन्त्रीज्यू, वाह प्रधानमन्त्रीज्यू, यो तिम्रो कस्तो लोकतन्त्र, यो तिम्रो कस्तो प्रजातन्त्रको अभ्यास गरिराख्नु भएको।